बन्दैछ जितपुर सिमराको एउटा व्यतिथिको बारेमा हामी कुरा गर्न आएका छौँ, जुन अहिले जितपुर सिमरा अस्पतालमा छौँ र जितपुर सिमरा अस्पतालको मेडिकल सुप्रिन्टेन्डेन्ट सँग म अहिले कुराकानी जोड्दैछु। यहाँ भएका केही व्यतिथिहरू को बारेमा हामी चर्चा गर्दैछौँ। जस्तै औषधिको अभाव सबैभन्दा ठुलो अभाव सिमरा अस्पताल जितपुर सिमरा अस्पतालमा भनेर जनगुनासो व्यापक छ। किन औषधिको अभावहरू चाहिँ सिर्जना भइरहेको छ? अब मैले अगाडि पनि सरहरूलाई मैले भने होइन, यहाँ भनेको अहिले के भन्छन् 24 वडाको केन्द्रित ठाउँ भनेको जितपुर सिमरा अस्पताल बनेको छ। पहिला चाहिँ तपाईँको के भन्छ बिरामीको चाप भनेको म्याक्सिमम 20 देखि 26 सम्म हुन्थ्यो, धेरै पुगे 30 सम्म पुगेको हुन्थ्यो। अहिले अचानक तपाईँको 200 300 र यो 200 300 कहिलेदेखि भइरहेछ? यो लगातार तपाईँको 1 वर्षको हाराहारीमा भयो। भनेपछि 1 वर्ष पुगिसक्दा पनि अहिले तपाईँहरू परीक्षण पिरियडमै हुनुहुन्छ। 200 300 मान्छे अब हामी कहाँ सेवा लिन आइरहनु भएको छ भने उहाँको लागि हामीले प्रिपेयर भएर त्यो औषधि राख्नुपर्छ जस्तो लाग्दैन? अब यस्तो छ सर, त्यसमा म एउटा कुरा के भन्छु भने पहिला चाहिँ साधारण लुगाखोकी ज्वरोको बिरामीहरू मात्र आउँथ्यो। अहिले तपाईँको निमोनियादेखि लिएर टाइफाइडदेखि लिएर त्यसपछि तपाईँको कलेजोको रोगदेखि लिएर तपाईँको विभिन्न थरीका पहिला चाहिँ के हुन्थ्यो भने अलिकति जटिल रोग भयो कि त वीरगञ्ज र हेटौडा जाने कुराहरू हुन्थ्यो। अहिले अब जटिल रोग भनेको बिस्तारै बढ्दैछ, तपाईँको 3-4 महिनाको बिचमा यो अवधिमा चाहिँ बढ्दै गएको हुनाले सबैको के भन्छ हामीले समाधान र सबैको प्लान एकैचोटि चाहिँ गरेर बस्न चाहे जस्तो सेवा सुविधा पनि तपाईहरुले दिन सक्नु भएको छैन जस्तो लाग्छ, गुनासो छ। हामी जान्छौँ तर हामीले जुन सोच लिएर सिमरा अस्पताल जितपुर सिमरा अस्पतालमा पुग्छौँ त्यो सेवा सुविधा अहिले हामी पाइरहेका छैनौँ भन्ने गुनासोहरू पनि छ। हैन त तपाईको यस्तो हुन्छ सर, सेवा सुविधाको हकमा तपाईले जस्तो म्यान पावर राख्नुपर्छ त्यतिकै पाउनुहुन्छ। भनेपछि यहाँ म्यान पावर राम्रो छैन भन्नु त हैन तपाईको त्यो के भन्छ नि ओएनएम मा त्यो लेभलको म्यान पावर अब तपाई मलाई आएर भन्नुहुन्छ मलाई यो पेटको एपेन्डिक्स भयो अपरेसन गरिदियोस् भनेपछि त्यो लेभलको यहाँ सेवा सुविधा चालु हुनु पर्यो। भनेपछि अस्पताल भनियो तर अस्पताल अनुसारको डाक्टर वा अरु कुराहरू यहाँ उपलब्ध छैन भन्नु खोज्नु। अहिले यो तपाईको ट्रायल फेजमा छ हैन, अहिले उपलब्ध गराउनको लागि सबैभन्दा पहिला चाहिँ तपाईको अहिले कार्यविधि बन्न अहिले बाँकी नै छ हैन। त्यसपछि तपाईको अस्पताल अहिले पारित हुन बाँकी नै छ। अस्पताल तपाईको नगरमा भइसकेको छ। 15 बेडमा जति चाहिनु पर्ने जति सेवा दिनुपर्ने एमबीबीएस डाक्टरले एमडीजीपी डाक्टरले जति दिनुपर्ने सेवाहरू त्यति चाहिँ हामी निरन्तर रूपमा दिइरहेछौँ। केही सेवा सुविधाहरू अहिले कम छ किनभने त्यसको लागि हामीसँग व्यवस्थित ठाउँ छैन। कतिपय सामग्रीहरू जुन अस्पतालले वा यो भन्दा पहिले प्राथमिक सेवा केन्द्र स्वास्थ्य केन्द्र भनेर हामीले सुन्दैआएका छौँ, तपाईँले पनि भन्नुभयो अहिले यो अस्पताल भइसकेको छैन। कतिपय सेवा सुविधाहरू सामानहरू निःशुल्क उपलब्ध गराउनु पर्ने भनेर अस्पताल स्रोतले भन्छ, तर त्यो पनि यहाँका कर्मचारी वा तपाईँ डाक्टरज्यूहरूले बाहिरबाट किन लगाउनुहुन्छ? किन? त्यसको चाहिँ सबैभन्दा पहिला कुरा तपाईँलाई के भन्न चाहन्छु भने मैले अगाडि पनि भनिसकेँ कि बिरामीको चाप यति बढिसकेको छ कि सामान घटिरहेछ हैन। दर्शकबिन तपाईहरु एउटा कुरा के बुझ्नुस् भने जितपुर सिमरा अस्पतालमा बिरामीको चाप बढिरहेको छ, यो राम्रो कुरा हो, सकारात्मक कुरा हो। तर बिरामीको चाप सँगसँगै बन्दैछ जितपुर सिमरामा व्यवस्थापन हुन सकेको छैन। अब जितपुर सिमरा अस्पतालमा हामी जानुपर्छ भनेर विश्वसनीयता त बढ्यो, तर न औषधि छ न त्यो अनुसारको सामग्रीहरू उपलब्ध छ। यहाँ डाक्टर पनि पूर्ण रूपमा यहाँ छैन। जुन रोग म लिएर आएको छु त्यसको प्राथमिक उपचार मात्रै हुन्छ, त्योभन्दा बढी हुँदैन हैन। हैन त्यो पनि हैन। यस्तो छ सर, जुन रोग लिएर आउनु भएको छ त्यसलाई डायग्नोसिस गर्नु पर्यो हैन, त्यसपछि त्यसलाई ठाउँमा त पुर्याउनु पर्यो नि। जस्तो कि पहिलाको जमानामा के हुन्थ्यो भने अब तपाईलाई टिभी लागेको छ गाउँघरमा, अहिले पनि मैले हेरिरहेको हुन्छु केसहरू आइरहेको हुन्छ, औषधि दिएर गाउँघरमा राखिदिएको हुन्छ। तर त्यो त राम्रो कुरा होइन नि। यहाँ त तपाईँलाई कमसेकम पत्ता त लाग्यो नि कि यस्तो यस्तो छ, तपाईँ यो ठाउँमा जानुहोस्। अहिले त बिरामीलाई भौतारिनु परेको छैन। ओके, डायग्नोसिस गर्न सकियो। तर अर्को समस्या के छ भने जस्तै अहिले गर्मीयाममा सर्पदंशको यहाँ कुनै विकल्प छैन, अहिलेसम्म राख्न सकिएको छैन, प्राविधिक कुराहरू होला। तर 1-2 दिन पहिले मात्रै मैले अर्को पनि के सूचना पाएँ भने रेबिज विरुद्धको खोप पनि हाम्रो जितपुर सिमरा यो अस्पतालमा उपलब्ध छैन, जबकि त्यो उपलब्ध हुनुपर्ने कुरा होइन। यसको लागि तपाईले या हामी सबैले मन्त्रालयमा पहल गर्नुपर्छ। प्रदेशको हाम्रो के भन्छ हरेक प्रदेशको मन्त्रालयमा छ, मन्त्रालयले नै पहिला 150 वटा दिन्थ्यो, हामीले धेरै रिक्वेस्ट गर्दाखेरि अहिले 80 वटा दिएको छ। 1 महिनामा 80 वटा सुई मात्र दिन्छ। 80 वटा भन्दा बढी हामीले कहाँबाट उपलब्ध गराइदिने?
यो किनेर पनि बाहिरबाट अगर पालिकाले पनि चाह्यो भने किनेर दिन सक्दैन। यसको लागि दिने भनेको मन्त्रालयले हो। होइन यो यसको लागि त तपाईँले के भन्छ सङ्घीय मन्त्रालयमा गएर भन्नु पर्यो। कसले त्यो जनताले गएर सङ्घीय मन्त्रालयमा भनिदिने? तपाईँहरू जस्तो पत्रकार व्यक्ति होइन तपाईँ होइन। अनि मसँग म कहाँबाट 80वटा भन्दा बढीबाट म कहाँबाट ल्याएर दिन्छु ल भन्नु पर्यो नि त। हामीले कतिचोटि चिठी लेखेर पठाइसकेको छौँ कि हामीलाई यतिले पुगिरहेको छैन। हामी आफ्नो डाटा हरेक महिना पठाउँछौँ तर 20 गते उसले तोकेको छ, 20 गते दिन्छौँ, 80वटा दिन्छौँ। अब यसको लागि त हामीले जति पहल गरे पनि हुँदैन। यसको लागि तपाईँले मन्त्रालयबाट, मन्त्रीज्यूहरूबाट, सङ्घबाट, यिनीहरूबाट पो यो कुराहरू जितेर जाने नगर प्रमुख, जितेर जाने नगर उपप्रमुख, वडा अध्यक्ष सबै जिम्मेवार हुनुपर्छ यस विषयमा। जहाँ सिमरा अस्पताल, जितपुर सिमरा अस्पताल भनिएको छ र अस्पतालमा एउटा रेबिज विरुद्धको खोप लिन आउँदा त्यसको सीमित मात्रा छ। यहाँका स्थानीयहरूले रेबिज विरुद्धको खोप समेत उपलब्ध पाउन सकेको छैन। कति विडम्बनाको कुरो छ। यी लाज लाग्नुपर्ने कुरा हाम्रा नगर प्रमुख उपप्रमुखहरूलाई हो जस्तो मलाई लाग्छ, किनकि उहाँहरूले पहल गर्नुपर्ने कुरा हो यस विषयमा। थोरै फेरि पनि के जोड्न चाहन्छु, उहाँले औषधिका कुराहरू हामी जोड्ने क्रममा सफ्टवेयरका कुराहरू गर्नुभयो। म त्यो प्रसङ्गलाई जोड्न मात्र चाहन्छु कि उहाँहरूको सफ्टवेयरको फल्टले गर्दा कतिपय जनताले बजारमा सस्तो पाउने औषधि महँगो किन्न बाध्य थिए। अहिले छन् कि छैनन् थाहा छैन। फेरि सफ्टवेयर चेक भयो भने मात्रै थाहा हुन्छ। उहाँहरूको गएर डाटा हेर्ने हो भने औषधिको मूल्य र उनको सफ्टवेयरमा भएको मूल्य फरक हुनसक्छ, धेरै हुनसक्छ। के कारणले हुन्छ उहाँहरूलाई थाहा होला। कतिको अनुगमन गर्न सक्नु भएको छ, नियमन गर्न सक्नु भएको छ, त्यो उहाँहरूको कुरा होला। तर अझ एउटा गम्भीर विषय के म तपाईँसँग जोड्न चाहन्छु भने जस्तै महिलाहरू जो गर्भवती हुनुहुन्छ र गर्भवती महिला जब प्रेग्नेन्सी गराउन आउनुहुन्छ यहाँनिर उहाँहरूको डेलिभरी हुने बेला हुन्छ, त्यो बेला चेक जाँच गर्ने ठाउँ जहाँ छ त्यहाँ तपाईँहरूले CCTV क्यामेरा लगाएर राख्नु भएको छ। त्यो कतिको सही हो र कतिको त्यो गोपनीयतालाई तपाईँहरूले के अरे गोपनीयता कुरालाई कतिको लागू गर्नुभयो? यो गलत कुरा हो। यो म ठाडै भन्छु गलत हो। अगर सही हो भने तपाईँले मलाई लगेर देखाउनु पर्छ। डेलिभरी हुने ठाउँमा कहाँ CC क्यामेरा छ तपाईँले मलाई देखाउनु पर्ने हुन्छ। सुन्नुहोस् सर, होइन म त्यसरी भन्न चाहदिनँ। तपाईँले यो कहाँबाट न्युज सुन्नुभयो, के सुन्नुभयो मलाई थाहा छैन, तर मलाई यति थाहा छ हुने बेला जुन चेक जाँच हुन्छ, जुन रुममा चेक जाँच हुन्छ त्यो रुममा बेड छ, त्यहाँ महिलाहरू आएर चेक जाँच गराउनुहुन्छ र त्यही रुममा हजुर एउटा कुरा भनिदिनु, त्यो ठाउँमा के चेक गरिन्छ र गर्भवती महिला आएको ठाउँमा त्यहाँ मलाई जहाँसम्म लाग्छ चेक जाँच गर्ने ठाउँमा के गरिन्छ मलाई जहाँसम्म लाग्छ एउटा महिला एउटा कोठामा प्रवेश गरिसकेपछि उनको कुनै पनि पार्ट गोपनीयताको अन्डरमा पर्छ। महिलाको कुनै पनि पार्टलाई हामीले वा महिलाले बसेर गरेको कुराकानी पनि जब मैले त्यहाँ CCTV क्यामेरा आफै हेरेर आएको छु त्यसमा भोइस समेत रेकर्ड हुने खालको त्यो क्यामेरा छ। उनको आवाज, उनले गरेको कुराकानी र उनको तस्विर समेत आइरहेको अवस्थामा तपाईँले क्यामेरा राख्नु भएको छ। त्यो ओपिडी हो सर। ओपिडीमा पनि तपाईँले एउटा महिलाले आफ्नो समस्या राख्न निष्पक्ष रूपमा नपाउने, त्यसको लागि गोपनीयता भनेर एउटा कोठा छुट्टै छुट्याइएको छ। त्यसको भित्र गएर तपाईँ हेर्नुहोस्। होइन तपाईँलाई होइन सर सुन्नुहोस्, म एउटा कुरा के भन्न चाहन्छु भने तपाईँ के को आधारमा कसले के भन्यो मलाई थाहा छैन, तर यो तपाईँले प्रश्न उठाउनुभन्दा अगाडि तपाईँले अस्पताल प्रशासनसँग एकचोटि सोध्नुपर्ने कहाँ छ, के छ, कस्तो छ। होइन त्यो तपाईँले ठाडै आएर आरोप लगाउन मिल्दैन सर त्यसरी। र गोपनीयताको कुरा छ भनेपछि म अर्को एउटा कुरा तपाईँलाई के भनिदिन्छु भने गोपनीयता हाम्रो अस्पतालमा आज पनि छ, हिजो पनि थियो र भोलि पनि रहला है। अब यो तपाईँ चाहिँ कस्तो छ भने सर यो मलाई लाग्छ कि यो तपाईँ किन यसरी सोध्नुभयो मलाई थाहा छैन, तर यो भनेको तपाईँको नेगेटिभ पक्षमै आउनु भएको भन्ने कुरा चाहिँ मैले यसबाट चाहिँ बुझ्छु। डाक्टर साहबको भनाइ के छ भने यहाँ भएका विकृतिहरूलाई सञ्चार माध्यमले बाहिर ल्याउनु हुँदैन, बाहिर ल्यायो भने त्यो नेगेटिभ मेसेज जान्छ भने उहाँको अहिले जुन कुरा भन्दै हुनुहुन्छ त्यसबाट प्रमाणित हुन्छ। अर्थात् यहाँ होइन सर होइन तपाईँ अहिले हेरिरहनु भएको छ इमर्जेन्सीमा हरेक ठाउँमा जहाँ पनि जानुहोस्, मेडिकल कलेजमा जानुहोस्, कहीँ पनि जानुहोस्, हरेक ठाउँमा CC क्यामेरा राखिएको छ। तर गोपनीय ठाउँ भनेर छुट्टै छुट्याइएको हुन्छ, त्यहाँ पर्दा लगाइएको हुन्छ, सबै कुरा गरिएको हुन्छ। तपाईँ चर्को स्वरमा बोल्नुभयो भने बल्ल CC क्यामेरामा जानुहुन्छ, तपाईँ आफ्नो समस्या भन्नुभयो भने त्यो CC क्यामेरामा जाँदैन।
ओके, हामी यी सबै कुराहरूलाई जोड्दैछौँ। जितपुर सिमरा अस्पतालमा यस्ता कुराहरू छन् जुन कुराहरू बाहिर ल्याउन पर्दैन भन्ने उद्देश्य पनि हाम्रो डाक्टर साहबहरू हुन्छ। तर हामी आश गरौँ यो सबै सुधार हुँदै जान्छ र कतिपय कुराहरू अझ धेरै छन् जुन हामी पछि जोड्दै जान्छौँ। तपाईँहरूले राम्रो गर्ने प्रयास गर्नुहोस्। संवादको लागि धन्यवाद तपाईँलाई।